ए आज त भात सात नै पकाइसकेको थियो झन् त तपस कि म धोएर आउँछु नि त खाली छ भाँडा त के भन्छ खाली त छ हेर्नु ल सुतिसकेछ पकाइ नै रहन्छ 10 मिनट आइसकेछ चप्चा ल्याएर खाउनु त आज म प्यासेज काटेर गर्छु त चाउचाउ ल्याएर आइज नि त ना बना सब पाकिहाल्यो जाउँ त एकछिन बाहिर गएर आउँ ल ल तातै होला सबै नि यसो बाहिर गएर आउनु त एकछिन लौड़े लग गए